काका बुवा कता जानुभयो? खै अघि यतै हुनुहुन्थ्यो नानी। अञ्जली ड्याडी हुनुहुन्न रहेछ, मेरो त कामै बनेर म फर्किन्छु ल। ए कति हतार भएको, एकछिन बस्न। ए नानी के हतार गरे, म तातो कफी खुवाउँछु नि जाउँ। यिनीहरू बाउ छोरी पानी रोकेको यत्रो बेर भइसक्यो, बल्ल आउँदैछ। के हो साइला, अब त समयमा पनि आउन छोड्यौ त है? मालिक माफ गर्नु होला, छोरी बिमारी भएकोले हस्पिटलमा जगाउन लगेको थियो, त्यसैले ढिलो भयो मालिक। यी गरिबहरूको यही त समस्या छ, जहिले पनि यस्तै समस्याहरू देखाइरहन्छ। बुवा काकाको पनि समस्या बुझ्नु पर्यो नि त, सपना बिरामी रहेछ। हाम्रो जस्तो जिन्दगी पाउन त मेहनत चाहिन्छ, यी गरिबहरूको बहाना यस्तै। साइला आज पानी पनि परिरहेको छ, नानीलाई पनि सन्चो रहेन रहेछ, लिएर घर जाऊ। हुन्छ मालिक, मैले बिदा मागौँ कि भनेर गरेको, तपाईँले बुझेर बिदा दिनुभयो। मेरो छोरी पनि बिमारी थियो, धन्यवाद। जाउँ छोरी। मैले सपनाको लागि केही न केही त सोच्नै पर्ने भयो। बिचारा गरिब हुनु कुनै पाप त होइन नि, यो त उसको कर्म हो। केही न केही त गर्नै पर्यो। छोरी किन बुवा? छोरी होइन, मैले केही बुझिनँ नि, मलाई यो ठाउँमा किन लिएर आएको? बुवा यो ठाउँ र यो ठाउँको मानिसलाई हजुरले देख्नुभयो नि, कस्तो लाग्यो हजुरलाई? बुवा हजुरको सानो सहयोगले यो ठाउँको मानिसलाई ठुलो सहयोग पुग्न सक्ला नि होइन र बुवा? छोरी तैँले सही कुरा गरिस्, आई एम प्राउड अफ यु। तैँले भनेको कुरा म मनन गर्नेछु। अब त खुसी छस् नि है छोरी? थ्याङ्क यू सो मच बुवा। अब त खुसी भयो नि है? यो कुज्याङ्रीलाई बाख्रा चरनमा बाँधेर आऊ भनेको अझै आएन। सपना, त्यति बाख्रा बाँधेर आउनलाई तिमीलाई यत्रो बेर लागेको? बुवा पनि। ए नानी सुन सुन, यहाँ आइज त एकछिन। किन बुवा?
तिम्रो स्कुलको साथी सम्झना आएको थियो। ए बुवा के भन्न खोजेको? मलाई किताब कहिले किनिने र एडमिसन कहिले गरिदिने? छोरी, तिमीलाई त थाहा छ नि हाम्रो अवस्था कस्तो छ भनेर। तर के भन्नु र नानी, कमाएको जति सबै साउले तिर्दै ठिक भएको छ। स्कुल त तँलाई चाँडै पठाउन मन थियो नि। सबैजनाले मेरो नमस्कार छ। मेरो बुवाले के भन्नुभयो हजुरहरूले बुझ्नुभयो होला नि होइन। तपाईँहरूलाई धेरै धेरै धन्यवाद छ। तपाईँहरूले हाम्रो बालबालिकाको लागि जुन यो प्राथमिक विद्यालय खोलिदिनु भएको छ त्यसको लागि धेरै धेरै धन्यवाद। हजुरहरूले बुझ्नुभयो होला नि, हजुरहरूको टोलमा मैले एउटा सानो विद्यालय खोल्ने जमर्को गरेको छु। मेरो उद्देश्य भनेको यो युगमा आएर कसैको पनि बालबच्चाहरू शिक्षाबाट वञ्चित नहोस्,